राष्ट्रिय स्वतन्त्र पार्टीको तह तबकामा बस्ने साथीहरूले कुनै पनि आम नागरिकलाई कहिले पनि उहाँहरू हारेको कहिले पराजित भएको कुनै खालको अपहेलित शब्दहरू नबोल्नु होला। आज यस देशैभरि राष्ट्रिय स्वतन्त्र पार्टीलाई देशैभरिका मतदाता मध्ये आधीभन्दा बढी मतदाताले विश्वास गरेर अगाडि बढ तिमीहरूको हातमा हाम्रो भाग्य र भविष्य लेख्ने जिम्मा दिन्छौँ भनेर दिनुभएको मतको मतदान गरिसकेपछि मतबाट आएको रिजल्टलाई लिएर हामी आम मतदाताज्यूहरूलाई आफ्नो क्षेत्रमा रहेका मतदाता आफ्नो नगरमा रहेका मतदाताज्यूहरूलाई यो यहाँले दिनुभएको मत र यहाँले गराइदिनु भएको विजयलाई ठुलो उत्सवको रूपमा त हामीले ग्रहण गऱ्यौँ नै, तर त्यसलाई उत्ताउलो र भड्किलो बन्न नदिनको लागि र हामी साँच्चै नै हामीले काम मागेका हो र काम गरेर दिन लाग्को लागि काम दिनुभएको भन्ने विश्वास गरेर यहाँहरूलाई कमसेकम मतदाताज्यूहरूको स्थलमै पुगेर पार्टीको सिद्धान्त र पार्टीको रुल अनुसार पार्टीले गरेको सर्कुलर अनुसार र हाम्रो क्षेत्रले पनि हामी काठमाडौँ जिल्लाले पनि यसैलाई नै जिम्मेवारी सम्झेर आज झन्डै चुनाव भएको दोस्रो हप्तापछि यहाँहरूको माझमा यस ऐतिहासिक नगरी चन्द्रगिरी नगरमा धन्यवाद सभालाई, धन्यवाद मतदातालाई र सुझाव सांसदलाई भन्ने कार्यक्रम अन्तर्गत यहाँ आइपुगेका छौँ। यस कार्यक्रमका सभापति महोदय, व्यासमा बस्नुभएका आदरणीय नेतागण साथीहरू, त्योभन्दा नि यस क्षेत्रबाट हामीलाई अति नै विश्वास गरेर आफ्ना छोराछोरीको भविष्यको जिम्मा दिनुभएका आम मतदाता, आम आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरूलाई म प्रतिपृष्ठ यहाँहरूले निर्वाचित गर्नुभएको सांसदको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट स्वीकार्नुहोस्। जोजोरबल नमस्कार। आज हामीले जुन उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टीका श्रद्धेय सभापति रवि लामी छानेज्यूले झन्डै 45 महिना अगाडि यो देशमा आवाज मात्रै उठाएर भएन, मिडियाको तर्फबाट मिडियाकर्मीको रूपमा आवाज मात्रै बोलाएर जनता र नेतालाई झकझकाएर मात्रै पुगेन, राजनीतिमा आफैले जानुपर्ने रहेछ भनेर सुरु गर्नुभएको अभियानले आज दोस्रो पटकको संसदीय चुनावमा हामीले भाग लिँदै गर्दा आम मतदाता नेपाली नागरिकले देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले अबको विकल्प राष्ट्रसभा मात्रै हो, अब यो देशमा सुशासन र भ्रष्टाचारको अन्त्य गर्छ भने त्यो राष्ट्रिय स्वतन्त्र पार्टी मात्रै हो भन्ने अन्तिम निष्कर्षमा पुगेर सम्पूर्ण नेपालीहरूलाई झकझकाएर हामीले गरेका घर दैलो त सीमितता थिए होलान्, सायद कुनै बाटोमा पुग्यौँ होला, कुनै घरमा पुग्यौँ होला, यहाँ पुगेनौँ होला, तथापि पनि यहाँहरूकै परिवार, यहाँहरूकै दाजुभाइ दिदीबहिनी छोराछोरीहरूले विदेशमा रहेर पनि अहोरात्र खटेर आफ्ना आमा बुबा र छर छिमेकीलाई योपालि चुपचाप घन्टीमा छाप भनेर दिनुभएको सन्देशलाई सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरूले स्वीकारेर हामीलाई यो हदसम्म यो जिम्मेवारी दिनुभएको छ। यो जिम्मेवारी हामीले एउटा आफूले मान्ने जीवहरूबाट माननीयहरूबाट मान्ने जीवहरूबाट प्राप्त गरेको प्रसाद सम्झेर हामीले ग्रहण गर्नेछौँ। यसलाई सधैँ शिरमा राखेर यसको मर्म र भावना अनुसार नै हामी अगाडि बढ्नेछौँ। तदनुरूप राष्ट्रिय स्वतन्त्र पार्टी यो अभियानमा, यो अभ्यासमा सुरु गरिसकेको हाम्रा पार्टीका विभिन्न भएका विभागहरू, संयन्त्रहरू अब आगामी दिनमा सरकार गठन हुँदै गर्दा शपथ राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा आगामी 13 गते हुने शपथ ग्रहण सँगसँगै हुने मन्त्रीमण्डल भएको केही मिनटमा नै यो देशमा आम नागरिकले अब साँच्चै देश र नागरिकको सरकार आएको महसुस गर्नुपर्छ भन्ने विश्वासका साथ हामी आफ्नो जिम्मेवारीमा काममा खटिरहेका छौँ, लागिरहेका छौँ, अध्ययन गरिरहेका छौँ। त्यस कारणले पनि हामीले हाम्रो आफ्नो महत्त्व र आफ्नो जितलाई भन्दा पनि यो नेपालको जित नेपालीको जित हो, यो नेपालको जित देशको जित भनेर बनाउनुपर्छ भन्ने अभियानमा लागिरहेको पनि यहाँहरूलाई जानकारी गराउन चाहन्छु। भर्खरै मात्रै यहाँहरूले विभिन्न मिडियाहरूबाट, सञ्चार माध्यमहरूबाट देखिहाल्नुभयो, राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद जो आम नेपालीले 182 जनालाई निर्वाचित गरेर संसदले जिम्मेवारी दिनुभएका छ। ती सम्पूर्ण संसदलाई राष्ट्रिय स्वतन्त्र पार्टीको एउटा विधिले गोलबन्द गरेर जुन 2 दिने अभिमुखीकरण कार्यक्रम मार्फत
हामी आफैले प्रशिक्षित हुने र पढ्ने शिक्षा लिने काम गरेका छौँ। त्यो काम राष्ट्रिय स्वतन्त्र पार्टीले सुरु गरिसकेको छ। त्यो भनेको आगामी दिनमा हामीले हिजो देखेका भोगेका सांसदका गतिविधि हिजोको जस्तै सांसद हुन् कि हिजोका जस्तै मन्त्री हुने हुन् कि हिजोको जस्तै विकास मोडेलहरू ल्याउने हुन् कि भन्ने कुराको चिन्नको लागि सुरुवातमा सांसदले नै शिक्षा लिनु आवश्यक छ भनेर सांसदहरूलाई विशेष विज्ञहरूबाट शिक्षा दिने कार्यक्रम अन्तर्गत हामीले 2 दिने प्रशिक्षण कार्यक्रम लिएर आएका छौँ। त्यसबाट हामीले सबै कुरा त नभनौँ, केही कुराहरू सुरुवाती चरणमा गर्नुपर्ने कुराहरू हामी नयाँ सांसदहरू संसदमा जाँदा संसदमा उपस्थित हुँदै गर्दा त्यहाँको हामीले पुर्याउनु पर्ने सुशासन हामीले जुन मुद्दा उठाएका छौँ त्यो सुशासनमा हामी नै आफू सुशासनभित्र पर्छौँ कि पर्दैनौँ त भन्नको लागि पनि हामीले विभिन्न कुराहरू विशेष विज्ञहरूसँग सिक्ने र सुन्ने प्रयास गरेका छौँ। त्यो अनुसार हामी अब संसदमा पनि जुन तपाईँहरूले देख्नुभएको छ आम मतदाताज्यूहरूले 79 को निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीका 21 जना होनहार सांसदहरू संसदमा छिरेपछि संसदका बहसहरू र संसद साँच्चीकै संसद जस्तो संसदीय थलो जस्तो बनाएको यहाँहरूले महसुस गरेर नै यस्तै सांसद अब पनि देख्न पाइयोस् भनेर हामीहरूलाई चुनेर पठाउनु भएको छ। त्यसकै फलस्वरूप हामीले पनि ती कुराहरूको अभ्यास गरेका छौँ। आदरणीय आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू, अब मैले यो देशमा गर्नुपर्ने कुराहरू त तपाईँलाई लागेको मलाई लागेको हामीलाई लागेको सबै कुराहरू छन् नै। तथापि आम नेपाली दाजुभाइ दिदीबहिनीहरूले हामीले बिहान उठेदेखि बेलुका नसुतुन्जेलसम्म पहिलो दैनिक आधारभूत आवश्यकता के हो भनेर राष्ट्रिय स्वतन्त्र पार्टी त्यहाँबाट सुरु गरेर जनतालाई कमसेकम अब यो देशमा साँच्चीकै सरकार र जनताको अभिभावक छ भन्ने महसुस गराउने प्रयास गर्नेछ भन्ने र गर्नेछौँ भन्ने म यहाँलाई वाचा गर्न चाहन्छु। त्यस अनुरूप हामी यो देशमा भएका विभिन्न संयन्त्रहरूलाई पहिलो कुरा त नीति र विधि मार्फत नीतिमा ल्याउने कार्यक्रम अनुसार हामीले नीति निर्माणमा नै काम गर्नेछौँ। जुन नीति निर्माण हाम्रो 2072 सालको संविधानले दिएको संविधानलाई नै अक्षरशः पालन गर्ने, त्यही संविधानमा टेकेर त्यो संविधानले दिएका निर्देशहरू र संविधानले पालना गरेका हामी जनताद्वारा लेखिएका संविधानमा नै शिरोधार्य गरेर हामीले त्यही अनुरूप काम गर्नेछौँ। यहाँहरूका मन मस्तिष्कमा लागेका, यहाँहरूलाई लागेका, मलाई लागेका, हामीलाई लागेका विभिन्न खालको बजारमा आएका टिका टिप्पणी भन्दा पनि आम जनतालाई वास्तवमा रूपमा यो देशमा व्यवस्था जुनसुकै भए पनि अवस्था परिवर्तन यो अवस्थाले हुँदो रहेछ भन्ने प्रमाणित गरेर देखाउनु राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो उद्देश्य रहेको कारण पनि यहाँहरूलाई म जानकारी गराउन चाहन्छु। अब यहाँहरूले देखिहाल्नुभयो, सबैभन्दा ठुलो कुरो हाम्रो श्रद्धेय सभापति रवि लामिछानेले अस्ति झन्डै आधा घन्टाभन्दा बढी दिनुभएको हामीलाई दिनुभएको प्रशिक्षण र जनतालाई आम नागरिकलाई दिनुभएको सन्देशले बताइसक्यो। हाम्रो देशमा आफ्नै नागरिक मात्रलाई जितेको होइनौँ, हामीले यो देश बनाउने जिम्मा लिएका हौँ। त्यो देश बनाउने र देशलाई परिवर्तन गर्ने जिम्मा लिएको कारणले गर्दा हामीले आफ्नो पार्टी र देशको जनतालाई साँची राखेर हामीलाई मत दिने मतदाताज्यूहरू मात्र होइन कि मतदान नगर्ने यस 10 नम्बर क्षेत्रमा झन्डै 64% मतदाताले रासोपाको घन्टी चिन्हमा मतदान गर्नुभएको छ भने झन्डै 36% मतदाताहरू घन्टी चिन्हलाई मतदान योपालि नगरेर हेरिरहनु भएको जनताको पनि भावना जितेर मन जितेर आगामी दिनमा सबै मतदाताज्यूहरूलाई घन्टीमा विश्वास गर्ने वातावरण बनाएर घन्टीमै मतदान गर्ने वातावरण बनाउनको लागि पनि हामीले सबै आम नेपाली नागरिकको चासो र विषयलाई लिएर काम गर्नुपर्नेछ। हामीले कोही पनि नागरिकमाथि कोही अब अरू दलहरूमाथि हामीले कुनै खालको पनि हामीले जितेको र उहाँहरूले हारेको महसुस नगराइदिनु र नगर्न हुनु भने म आम मतदाता लाग्नुभएको साथीहरूलाई हृदयदेखि नै मेरा यी कुराहरू राख्नु गर्न चाहन्छु। यो पार्टीको निर्देशन सम्झेर यहाँहरूले पालना गर्नु होला। यो कतै यस्ता आयो भने राष्ट्रिय स्वतन्त्र पार्टी कठोर बन्नेछ। राष्ट्रिय स्वतन्त्र पार्टीले भनिसक्नु भएको छ, सभापतिले भनिसक्नु भएको छ, कुनै पनि सांसदलाई पनि ती गलत काममा लाग्छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीको विधानले नै राइट टु रिकल भन्ने व्यवस्था गरेको कारणले गर्दा पनि राष्ट्रिय स्वतन्त्र पार्टीको तह तबकामा बस्ने साथीहरूले कुनै पनि आम नागरिकलाई कहिले पनि उहाँहरू हारेको कहिले पराजित भएको कुनै खालको अपहेलित शब्दहरू नबोल्नु होला, सामाजिक सञ्जालमा नलेख्नु होला र नबन्नु होला। सक्नुहुन्छ भने उहाँहरूको पनि समस्या के हो बुझेर उहाँहरूलाई सँगसँगै लिएर अभियानमा जोडेर यो देशलाई परिवर्तन गर्ने पवित्र उद्देश्यमा जोड्नु होला भनेर भन्न चाहन्छु। आदरणीय साथीभाइ तथा दाजुभाइ तथा दिदीबहिनीहरू, यहाँहरूले यसरी नै बुझेर यो मौसम
आजको केही समयपछि पानी पर्दैछ भन्ने अहिले हाम्रो विभिन्न दूतहरूले बताउँदै पनि यो समय अमूल्य समय दिएर हाम्रा कुरा सुन्न र यहाँहरू धन्यवादको पात्रको रूपमा यहाँ उपस्थित भइदिनु भएकोमा यहाँहरूलाई मुरी धन्यवाद दिँदै मैले तपाईँहरूलाई यति मात्र एउटा कुरा भन्न चाहन्छु कि मैले जुन उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्य लिएको थिएँ, तपाईँहरूको बिचमा मत माग्नको लागि आएको थिएँ, जुन उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी यो देशमा खडा भएको त्यो मैले बिर्सेको छैन। म त्योभन्दा कहीँ कतल विरचित नभइकन मेरो व्यक्तिगत समस्या, मेरो व्यक्तिगत चाहना नभएको र मेरो जुन समस्या छ त यो देशको मात्रै समस्या हो, यो देशको समस्या समाधान गर्नु नै मेरो समस्या हो भनेर अगाडि बढ्ने बाचा गर्दै यहाँबाट बिदा हुन्छु। धन्यवाद, नमस्कार, जय हिन्द।